हेलो साथीहरू, वेलकम टु कम्प्युटर केटु। साथीहरू, हामीले विन्डोज अथवा कम्प्युटर चलाइरहँदा धेरैवटा विन्डोहरू हामीले ओपन गरिरहेको हुन्छ। जस्तो मैले पनि यहाँ धेरै विन्डोजहरू चाहिँ ओपन गरिरहेको छु। अब म जस्तो डेस्कटपमा जानु पर्यो भने चाहिँ म्यानुअली गर्दाखेरि चाहिँ यसरी एक एक गरेर हरेक विन्डोलाई मिनिमाइज गर्दै जानुपर्ने हुन्छ है। र यसो गर्दाखेरि चाहिँ धेरै टाइम कन्ज्युम गर्छ। र डाइरेक्टली जानको लागि चाहिँ हामी जस्तो किबोर्डको विन्डो की प्रेस गर्ने, त्यसपछि त्यसलाई नछोडी एट वन्स डी पनि प्रेस गर्ने। यसरी विन्डो की र डीलाई एकैचोटि प्रेस गरेपछि चाहिँ हामी सिधै डेस्कटपमा पुग्छौँ र हाम्रो समय बचत हुन्छ। साथीहरू, अरू पनि यस्तै युजफुल टिप्सहरूको लागि चाहिँ पेजलाई फलो गरिदिनु होला र मसँग अनलाइन अथवा फिजिकल क्लास लिन चाहनुहुन्छ भने कमेन्ट गर्नु होला।